फाइनली मन्दिर आइपुग्यो 4 घण्टा बाद यहाँ पारी अब पूजा गरेर भेट्छौँ है त बाई बाई सरी गए हैं आफै बनिहाल्यो अड्कियो यसको भिजुअल सुन्ने बेलामा योलाई ढुङ्गा हो भनेर कसैले भन्दैन यो मादलको स्वर नै हो त्यति ढुङ्गाको देखा मात्रै हो भनेर भन्छ मान्छे अब ठ्याक्कै मादल नै बस्छ तपाईँको यो यसको भिडियोमा पनि गीतमा लिएर बजाऊ ड्यानिस बजाउने ढुङ्गाको मादल के छ म सहित निकाल्ने हो कि बाजाको स्वर मात्रै निकाल्छु हैन आज ल अब गर्नुहोस् त कति बजे तपाईँको यो दमा हो यो मादल दमाको पनि एकचोटि ल्याउनुहोस् म बजाइदिन्छु अनि तपाईँहरू त्यो त हल्का बच्छ त्यो काटेर ल्याएछ यो त्योमा तँलाई पुरा जतिचोटि हान्नु उति नै तालहरू बस्थ्यो अरू कुनै ठाउँ बज्दैन फेरि ढुङ्गाहरू पनि बज्दैन यो इरियाभरि जताततै चाल्यो मान्छेले कहीँ पनि बजिन ढुङ्गाहरू अब सबै ठाउँमा कहाँ बस्छ र यो भजन कीर्तन गाना साना गाउनु ओ लाजाम गर्नु के लाग्यो अलि जोर लाग्यो सुलु तजाल ढोलक बजा जल्दी यहाँ एउटा मादल ठोकिरहेछ एउटाले ढोलक बजा ढोलक के अरे दमा बजाइरहेछ छोरो उजा त हाम्रो पापाले पनि बजाए हेर्न सक्नुहुन्छ यहाँ ढुङ्गा छ त्यसमा मादल अनि दमा बज्छ हार्मोनियम पनि बज्छ अरे पहिला हैन यहाँ दमा मादल बजायो यो उल्टा चाहिँ म सानोले रह्यो बजान्थेँ
बाबु यो यहाँ काटेर लग्यो भने अरू जग्गा बस्न जान्छ कि जान्न ढिलो हो नै त्यो त बेच्न पठाउ काट्लाई हाल्यो अचम्मको शक्ति भएर मान्छे हो नि के अचम्म हेर उहाँ कोल बिचरा 5 रुपियाँ हत्ते पारेर चिप्काइदियो यो वालाको ट्राई गर्छ हाम्रो यहाँ कोइल धजा गरेर लगाएको छैनन् बज्यो हार्मोनियम बज्छ अरू पुइलुङ्ग बजेन यिनीहरू मात्रै बच्चा पनि थियो जादुले देउताल लगाइदिए यहाँ बच्चेको जाति अगरबत्ती के बाल्दाखेरि दुला दिदी अब पूजा गरेर सकिसक्यो मेरी कन्छी तिम्रो हाँसो जुनको झिलमिल साथी मेरो आँखामा तिम्रो सपना मनमा तरङ्गा चल्छ अब मेरी कन्छी मेरी माया यो जीवन तिम्रो छाया मेरी कन्छी हो मेरी कन्छी तिम्रो लागि यो गीत गाउँछु अब लागि बतोभरिमा फुलझारी तिम्रो झलक छ छाया पारी धडकनले तिमी बोल्छ जस्तो यो मनले तिमी छुन्छ सधैँ रस्तो